हेलो गाइस, गुड मर्निङ, नमस्ते सबैजनालाई। हो आजको मेरो मिनी ब्लग। म चाहिँ सिडी रुमहरू सफा गर्दैछु। आज चाहिँ वान विक बादमा गर्छु नि त। हो नानीले गर्दा भ्याउँदैन पनि, त्यसै पनि हाम्रो घरभित्र कोही पनि पस्दैन, सफाइ हुन्छ हो। प्रायः हाम्रै रुममा आएर बस्छ हो, अन्त भित्र कोही पनि पस्दैन, त्यसैले विकमा सफा गर्छु। म चाहिँ हुसिया लागेर खिड्कीहरू पुरा मैला भएछ, म चाहिँ पुस्दैछु। अन्त हेर्नु न, सोफा पछाडि चाहिँ यति बिना मुसाले खनेर चाहिँ माटो निकालिरहेको रहेछ नि त। म चाहिँ माटोहरू पुरा सफा गर्दैछु। खै बाबालाई अस्तिदेखिको टालिदिनु न यहाँ भनेको, टाल्दैन मुसाले खनेर माटो निकालिदिन्छ डेली। माटो चाहिँ यति थुप्रिरहेको हुन्छ माटो चाहिँ हो, निकाल्नुपर्छ यसरी। नानी चाहिँ बहिनीले लगिरहेको छ नि त, त्यसैले फटाफट म चाहिँ काम गर्दैछु हो। नानी लगिदिएको बेलामा त हो, नभए त काम गर्नु त दिँदैन, उसँगै घुमिरहनु पर्छ, नभए मेरै पछि घुमिरहन्छ मेरो नानी हो। अन्त यसरी सफा गर्दै हाम्रो यता चाहिँ घाम पनि लागेको छैन नि त, पानी परेको छ। हिजो एकछिन घाम लागेको थियो, त्यो पनि म नानाहरूकोमै थिएँ हो। नानाहरूकोबाट आएर त यसरी सफा गर्दैछु, सबै मिलाउँदैछु हो। यतातिर खिड्कीहरू पनि खोल्दिनँ नि त म चाहिँ, घाम लाग्यो भने मात्रै खोल्छु, नभए चाहिँ खोल्दिनँ। खुसियाले गर्दाखेरि सबै हिलो हुन्छ हो, अन्त खोल्दिनँ। घाम लाग्यो भने अहिले सफा गर्दा चाहिँ डल्लै खोलेको, होइन न बाहिर दिन कस्तो भइरहेको छ, खुसिया लागेर यसरी। बाबाको रुमहरू पनि सफा गरिदिएको। बाबाको रुमबाट पनि मैला यति निक्लेको छ हो। खैनी खान्छ बाबाले, खैनी खाएर भित्रै फ्याँक्छ नि त, अन्त खैनी भइरहेको हुन्छ। त्यही भएर खैनी मात्रै हुन्छ उसको ओछ्यानमा चाहिँ। यसरी दिवान बेडहरू पनि मिलाइदिँदैछु बाबाको। म चाहिँ गाना सुन्दै काम गर्दैछु नि त, चाहिँ गाना सुन्दै काम गर्नु मनपर्छ। गाना पनि सुनिरहन्छु, यता काम पनि हुन्छ हो, टाइम पास पनि। अब चाहिँ म पोछा लगाउँछु, पोछा लगाउँदैछु म चाहिँ भित्र गर्दै। चाहिँ खाना थालेको। अब चाहिँ खाना खान्छु है। बाई बाई सबैजनालाई।